हेलो एभ्रिवान नमस्ते। आज म हजुरहरूलाई एउटा कुरा भन्न गइरहेको छु। कुरा के भने नि हामी भगवान् शङ्करलाई सबैले मान्छौँ होइन। शङ्कर अर्थात् भगवान् शिवजी। भगवान् शिवजीको फोटो अथवा मूर्तिबाट सिक्नुपर्ने कुराहरू है मेरो बुझाइमा। भगवान् शङ्करको शिरमा हामीहरूले देख्न सक्छौँ चन्द्रमा र गङ्गा बगेको देख्न सक्छौँ। यसबाट हामीले के लर्न गर्न सकिन्छ भन्दा मान्छे शीतल हुनुपर्छ, चन्द्रमा जस्तै हुनुपर्छ र गङ्गा जस्तै अविरल हुनुपर्छ भन्ने सिक्न सकिन्छ। अनि त्यस्तै भगवान् शङ्करको तस्बिरमा हामी देख्न सक्छौँ यो घाँटीमा पुरै के अरे नाग देवताले बेरिएको र भगवान्तिर मुख फर्किएको होइन। त्यसबाट हामीले के सिक्न सकिन्छ भन्दा जस्तोसुकै भयभरित अवस्था अथवा मृत्युसँग पनि हामी डराउनु हुँदैन, डगमगाउनु हुँदैन भन्ने कुरा सिक्न सकिन्छ। त्यस्तै भगवान् शिवजी तस्बिरमा पशुमाथि बस्नु भएको देख्न सकिन्छ हामीले होइन। तस्बिर तथा स्ट्याचुहरूमा जाँदै अनि पशु भन्छन् छि कस्तो पशु जस्तो मान्छे भनेर, पशु जस्तो रिसाहा होइन। त्यस्तो रिसाहा जस्तो पशुलाई पनि आफ्नो काबुमा रिसलाई आफ्नो काबुमा नियन्त्रणमा लिन सक्नुपर्छ भन्ने कुराको म्यासेज लिन सकिन्छ। त्यस्तै भगवान् शङ्करको घाँटीमा देख्न सकिन्छ नि हामीले नीलकण्ठ। त्यो नीलकण्ठ किन भएको होला भन्दा हामीले जस्तोसुकै विषलाई पनि हामीले अँठाएर लिएर हिँड्न सक्नुपर्छ भन्नको मतलब कि हाम्रो दुःख बाधाहरूलाई चाहिँ हामीले नडगमगाइकन आफूसँगै लिएर हिँड्न सक्नुपर्छ भन्ने सन्देश पाउन सकिन्छ। अरू कुराहरू पनि छन्, म हजुरहरूलाई अर्को भिडियोमा देखाउँछु है। धन्यवाद।